तपाईँ त नेपाली भाषा नि बोल्न आउनु रहेछ नि त। अलिअलि धेरै उकालो भयो त्यस्तो। धेरै उकालो भयो? गाह्रो होला। गाह्रो भयो यस्तो छ अरे उकालो चढ्नलाई। बिस्तारै जाउँ सर, बिस्तारै जाउँ न आतिकन। ल ल ल हेरौँ है त। ल हेरौँ त यो डाँडाबाट चाहिँ यस्तो देखिने रहेछ। नेपाल जानुभएको छ तपाईँ? कुन ठाउँ जानुभयो? सबै ठाउँ जानुभयो? नेपाली साथीहरू चाहिँ कस्तो हुँदो रहेछन्? एकदम राम्रो। कति मजाले नेपाली बोल्दै हुनु रहेछ क्या यहाँनिर हाम्रो यहाँ। 2 घन्टा छिटो छिटो जाने बेला भयो साथीहरू। र 1 घन्टा जति छ अरे माथि जानलाई। अहिले नै सास बढेर चाहिँ गाह्रो भइसक्यो हिँड्नलाई। धेरैजना हिँडेको थिएन, अलिक छिटो गइन्थ्यो। एकजना गाह्रो हुँदो रहेछ हिँड्नलाई, धेरैजना हुँदा छिटो हिँडेको थाहा हुँदैन। गाह्रो रहेछ। अनि जुम गरेर यसले चाहिँ अलिकति भन्नु न यहाँ लोटस तपाईँसँग भजा छ है त?
आउनु भाइ चल भाइ यस्तो उकालो छ हेरौँ त ल साथीहरू यो चाहिँ नेपालमा घर खाउँछ घर बनाउँथ्यो है यस्तो चाहिँ यस्तो पार्ने ढाल्ने के भन्छ ल ल गाह्रो भयो बहिनी एकदमै गाह्रो अब त बोल्नै सकिँदैन कता भिडियोमा बोलिराख्नु हामी चाहिँ त्यो डाँडामा पुग्नु पर्ने है त यो चाहिँ कति देख्नु पर्छ होला है Can go hapa? Can go? Can go hapa? Oh, this side. Oh, another 30 minutes. ल हाम्रो साथीहरु चाहिँ आउनुहुन्छ है ल रमाइलो हुँदैछ है त यहाँनिर साथीहरु ल कोला पनि यस्तो परेछ त ल हेरौँ त कोलाको चाहिँ जापानमा कोला भन्छन् यता कोला केरा हाम्रोतिर सबैको जापानमा नि कोलै भन्छ होला पूर्वका मान्छेले सबैले कोला भन्छन् कोला केरा नि पश्चिमका मान्छेले केरा ल यहाँबाट झर्यो भने मान्छे एकैचोटि चाहिँ तल पर्छ
अब यो कुन बाटो अब ए यो बाटो उभिएन यताबाट जानु भएको छ अब यो बाटो भए त आउँदै थिएन अझै 328 मिटर रहेछ है त साथीहरू चढ्नलाई यस्तो छ कि के हो 328 यो हुर्की भनेको होला के होइन मिटर चाहिँ हो मिटर हुर्की हो सर अघिदेखि थाहा ए निक्सुमा बनाएको थाहै छैन मैले ऋण खाए जस्तै हो बहिनी ल आज चाहिँ हामी घुम्न आएको बहिनीलाई ऋणै खाए जस्तो भयो अरे है त साथीहरू ल अरू हाम्रो ग्याङ चाहिँ अघि अगाडि माथि पुगिसक्नु भएको छ हामी चाहिँ अलिक अल्छी पऱ्यौँ र अलिक हिँड्न नि गाह्रो भइरहेछ स्लोमा हिँडिरहेछौँ साथीहरू हामी अझै 328 मिटर रहेछ है त माथि यस्तो उकालो छ नि झन् यस्तो ठाउँमा चाहिँ चोरी चाहिँ हुँदैन है तल जस्तो चोरी हुनु भने चाहिँ यहाँनिर हाम्रा कति चाहिँ लुटिसक्थ्यो होला सुरक्षित रहेछ ठाउँ चाहिँ यहाँनिर अझै एक खुर्किलो होला नि सानो सानो यो के को बोर्ड हो सुपारीको बोर्ड जस्तै छ यो आवाज देख्यो है ल यहाँ माथिबाट चाहिँ तलको दृश्यहरू पेनाङहरू हाम्रो नेपालको पहाड के इदल्लो बेकार रोप्ने ठाउँ हो नि त कताको बाटो हो ल हेरौँ त यस्तो दृश्य राम्रो देखिन्छ खै एक मिनट पक्का त हातले त अप्ठ्यारो हो झार चाहिँ नेपालमा पनि पाइन्छ मलेसियामा पनि पाइँदो रहेछ है ल केरा पनि देखियो है त साथीहरूले अन्त केरा पनि यसरी चाहिँ रोपेको छ कोला Hi, how are you? Good. How are you feeling? Okay. Okay, yeah. Very tired. Yes. First time Yeah, first time hiking. hiking. But very nice place. Yeah. Finally, I reach here. Yeah. ल हाम्रो ओहो पेत्रा ल हेलो साथीहरु हेलो वेलकम स्वागत छ जलन बाबु छ जलन बाबु छ Tapi slow lah. ओके चिप्पा चिप्पा ला Mana boleh? ini apa I waiting for you maybe you hungry No. Yes, sir. Now just ubi ini kena. apa nama ini Ini ya, I think itu kena. Limo. ल साथीहरु फाइनली अहिले हामी गन्तव्य ठाउँमा चाहिँ आएको छौँ है साथीहरु ल हेरौँ यहाँ माथि डाँडाबाट चाहिँ यस्तो दृश्य देखिँदो रहेछ है त माथिको चाहिँ भर्खरै सुटिङ अब त्यहाँ ओहो कस्तो मस्त पानी भइरहेको भाइ
ओ माई गड ल हेरौँ त साथी अब यहाँबाट चाहिँ माथि चढ्नु पर्ने ल हेरौँ है साथीहरू यहाँबाट चाहिँ हिँडेर माथि पुग्नु पर्दो रहेछ एकदम गाह्रो रहेछ यहाँनिर चाहिँ चढ्नलाई अब यत्रो 1.5 घन्टाको बाटो त हिँड्यो अब यति त हिँडिहालिन्छ नि ल वरिपरिको दृश्य चाहिँ यस्तो छ है साथीहरू माथिको दृश्य चाहिँ यस्तो छ साथीहरू ल गाह्रो रहेछ हिँड्नलाई एकदम उकालो चढ्नलाई गाह्रो छ साथीहरू पहिलोपल्टमा पनि चढ्दैछु बिस्तारै हिँड्नु पर्दैछ बिस्तारै अहिले माथि उकालो चढ्न त सजिलै छ भरे झर्नलाई चाहिँ गाह्रो हुन्छ होला है साथीहरू भेनासँग एउटा फोटो खिच्ने अरे ल तलको दृश्य त्यस्तो छ तलबाट चाहिँ हामी त माथि आइसकेकै छौँ जाने में
तल जान गाह्रो रहेछ मलाई गाह्रो छ नि यो एकदम घुँडाहरू दुख्दो रहेछ भेनाको बिस्तारै जानुपर्छ नि बिस्तारै कस्तो हुन्छ दिदी कस्तो भइरहेछ यात्रा कस्तो भइरहेछ कस्तो हुनुहुन्छ राम्रो हुनुहुन्छ है यो कति सय खुट्टिला हो यो 380 होला भन्नु 380 है लाइक आउँदै हुन्छ हाम्रो दलहरु सबैजनालाई प्रभुलाई धन्यवाद दिएको सबै कुराको लागि 328 भन्नु ल 328 28 हो 328 खुड्किला रहेछ है यो चाहिँ 28 है हामी सबै प्रभुलाई धन्यवाद दिएको ल यसरी जाँदैछौँ यो खुट्टिला अब आधाभन्दा पनि धेरै गरिसकेका छौँ यसको भिडियो हेर्नलाई अब तपाईँ एकैछिनपछि आउनेछ ल भिडियो है ल हुन्छ जयमसी सबैजनालाई प्रभुलाई धन्यवाद दिनको लागि अब अहिलेसम्म सबैलाई भयो क्या अब चाहिँ म अगाडि जान्छु है ल है बिस्तारै जाउँ होइन बिस्तारै ल आइसके जस्तो छ ओके सरी नेपालीको दौडमा गाह्रो भयो बहिनी गाह्रो भयो 328 वटा खुड्किलो चढ्दा हो 328 वटा खुड्किलो गाह्रो भयो 328 वटा रहेछ अब त्यो सास फेर्न पनि गाह्रो भयो यो बकाइना हो भेरी गुड Oh, very good. फोटो साथु Foto satu main foto. ल फाइनली गाइस ल आइपुगेको छौँ है त हामी 328 मिटर हिँडेर चाहिँ हामी आइसकेको छौँ गर्मी भएर चाहिँ फ्यान पनि लाउनु भएको छ त यहाँबाट एकदम गाह्रो छ कालो चढ्नलाई पहिलोपल्ट चढिँदैछ साथीहरू ल हाम्रो साथीहरू चाहिँ यहाँनिर हुनुहुन्छ है त कता बस्नु लहरौँ यहाँदेखि तल यस्तो रहेछ तुम तेनारको एक्सरसाइज स्लो गो
Huh? Slow. Let's go slow. Hey, this one still higher. It's still higher. Oh, Oh. this one they all crazy. Okay, you see. दामी रहेछ कुकुर यो 와 하천은 수대요. Okay, go. Slow. Cannot go. Okay, you sit here. अझै माथि रहेछ साथीहरु अझै माथि रहेछ हाय ल म खिदिन्छु तपाईको यो कुता जस्तो बस्नु पर्यो क्या रवि त त्यहाँ खै उयो जस्तो ठ्याक्कै बस्नु यो चाहिँ दामी आउँछ हो भनेको यो चाहिँ खतरा आउँछ ठ्याक्कै त्यस्तै बस्नु चाहिँ पर्यो अझै रहेछ यहाँबाट माथि अझै बाँसहरु पनि रहेछ साथीहरु गाह्रो हुँदो रहेछ उकालो महिनालाई ल हरौँ त यस्तो डाँडामा चाहिँ हाम्रो चिप्लाने जुत्ता चिप्लिन्छ नि त्यहाँ चिप्लिन्छ कि जुत्ता यता बाटोमा जानु ढिलो भयो कि हुँदैन ल हरौँ त हाम्रो साथीहरु माथि पो छन् त डाँडाकाँडा यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम हुँदैछ है त ल हरौँ यस्तो बिजोकले हिँड्दैछन् लठी बोकेर ओ होटिङ Arun berada dengan 5 jam baru boleh turun jurang. Hari